आज तिमीहरू यता कहाँ घुम्न आएका छौ? यो ठाउँको नाम थाहा छ? धनचौरीको पुल त हो है। यो पुलको मोडेल थाहा छ कसरी बनेको छ, के छ कि थाहा छ यसको बारेमा? यो मलाई धेरै चाहिँ थाहा छैन, अलिअलि त्यो दोदरा चाँदनीको झोलङ्गे पुलको डिजाइनमा त्यस्तै बनेको। ए अनि झोलङ्गे पुल, दोदरा चाँदनी र यो पुलमा केही सेम त्यस्तो एकता र केही भिन्नता केही छ? एउटै र फरक? सेम भन्नु पर्दाखेरि चाहिँ यो डिजाइन चाहिँ सेम छ यसको। ओहो। अनि त्यसपछि त्यो चाहिँ यो भन्दा अलि लेन्थमा लामो छ। ठिक छ ठिक छ ठिक छ। त्यहाँको भाइब आउँछ यहाँ। राम्रो छ नि हैन? त्यो त्यही दोदरा चाँदनीमै हेरे जस्तो हामीलाई अनुभव हुन्छ नि त हैन? ए धनगढी नजिकको ठाउँ तर दोदरा चाँदनीको फिल लिनु छ भने यही आउनु होला तपाईँ। थ्याङ्क यू। ए ल ल। अनि यता यता बाबुलाई देख्दैछु। अनि यो ठाउँ कस्तो लाग्यो? एकदमै रमाइलो छ यो ठाउँ। हो नजिक नै छ। नजिक छ धनगढीबाट है। अनि धनगढीबाट केमा आउनुभयो तपाईँहरू? हामी चाहिँ स्कुटीमा आयो। स्कुटीमा कतिजना आउनु भएको छ? 3 जना। कतिजना तपाईँहरू? कतिजना? 7 जना छौँ। 7 जना। को हुनुहुन्छ? खै एक ठाउँमा सबै उभिएर हेरौँ त। खै कतिजना? 7 जना को? मम्मी भाइ खै सँगै सँगै जाउँ त। 7 जना हो। ए 1 जना, 2 जना, 3 जना, 4 जना, 5 जना, 6 जना। अनि यो ठाउँ कस्तो लाग्यो नि? रमाइलो छ, एकदम सुनसान छ। अनि यो ठाउँमा के कुरा नयाँ भइदिएको भए जस्तो अनुभव हुन्छ आफूलाई? के फिलिङ? यो कुराहरू ल पुल ठिक छ, यहाँको वातावरण हरियाली छ, राम्रो छ हैन? अनि यो ठाउँमा के भइदिएको भए अझ राम्रो हुन्थ्यो जस्तो लाग्छ? बाटोहरू अलि राम्रो भइदिएको भए हुन्थ्यो जस्तो लाग्छ। बाटोहरूमा अलि कच्ची रोड छ कि त्यसले अलि केही नेताहरूले ध्यान दिएर यहाँ बनाएपछि अलि राम्रो हुन्थ्यो होला। हो ठिक छ। अहिले स्थानीय निकायहरूले सानो सानो बस्ने लाइक त्यो हुन्छ नि के भन्छ कटेज टाइपको है? कटेजको भयो भने एकदम टुरिस्ट अट्र्याक्सन एरिया छ नि त, राम्रो बस्नलाई फोहोर व्यवस्थापन पनि हुन्छ। अनि यो मलाई अर्को यो के लाग्यो भने यो पिकनिकको लागि है, वनभोज खानलाई विद्यार्थीहरू स्कुलहरू जो आउँछन् नि त्यतिखेरको लागि पनि एकदम राम्रो ठाउँ जस्तो लाग्यो साँच्चीकै। यसको लागि अरू कुराहरू के थप गर्नु पर्ला यो ठाउँमा? अब बस्नको लागि व्यवस्था त्यो हुन्छ नि के भन्छ त्यसलाई, कटेज नै भनौँ। कटेजहरू है। अनि तपाईँहरूलाई एउटा कुरा फिलिङ भएन यहाँ चाहिँ के भन्छ होटल टाइपको अथवा किराना पसल टाइपको केही भएपछि कस्तो राम्रो हुन्थेन र? त्यही त मलाई पनि यसो हेर्दा के फिलिङ भयो भने यहाँ एउटा बस्ने होइन त्यो कटेज टाइपको, त्यसपछि गएर तपाईँको 1-2वटा पसलहरू भयो भने सानो होटल टाइपको नास्ता खाने भनौँ न, त्यस्तो किसिमको यदि भइदिएको भए यो ठाउँ अझै राम्रो हुन्थ्यो जस्तो लाग्छ। र एउटा कुरा अघि के आएको थियो, फोहोर व्यवस्थापनको कुरा पनि आएको थियो। फोहोर व्यवस्थापन के भएको छैन र यता? एकदम जताततै फोहोर छ है। व्यवस्थापन गर्न पाए अझै मान्छेहरू आउँछन्, बस्छन्, रमाइलो गर्छन्, तर यो फोहोरहरू चाहिँ लिएर जान बिर्सिन्छ नि, यहीँ छोडेर जान्छन्, जसले गर्दा यहाँ के भन्नु अब इन्भाइरोमेन्ट पल्युसन पनि हुन्छ। अनि भन्नुको मतलब यहाँ डस्टबिनहरू पनि राखिदिएको भए हजुर हैन राम्रो हुन्थ्यो। अनि यो चाहिँ गर्नुपर्ने कसले हो त नि? यस्तो यो सरसफाइका कुराहरूदेखि लिएर अन्य कुराहरू कसले गर्नुपर्ने होला? सम्बन्धित निकाय भनेको तपाईँको वडा कार्यालयहरू छ हैन, नगरपालिकादेखि लिएर तिनीहरूले गर्नुपर्छ। अनि यता हामी यो टिनेजहरूलाई देखिरहेछौँ है, यो के भन्छ है, नमस्ते भन्दै आउनु भएको छ है। एकदम ठिक लाग्यो, रमाइलो लाग्यो है। यो ठाउँमा हामीले साँच्चीकै हामीले आफ्नो ठाउँलाई प्रशय दिनुपर्छ, किनभने यो हाम्रै धनगढी नगरपालिकाभित्र रहेको वडा नम्बर 7 मा पर्ने धनचौरीको झुलङ्गे पुल भन्छ यसलाई। यहाँ चाहिँ तपाईँको गाडीहरू पनि आउन सक्छन् यहाँसम्म। तपाईँको यहाँ तलबाट बालुवा झिकेर ल्याउने ठाउँ पनि रहेछ। यो अलिकति मलाई यहाँ के लागेको छ भने तपाईँ देख्न सक्नुहुन्छ, म विगत 1 वर्ष अगाडि एउटा म्युजिक भिडियो सुटिङको लागि आएको थिएँ र त्यतिखेर यसको एरिया चाहिँ तपाईँ यो बिचको यो पिल्लर देखिराख्नु भएको छ। यो पिल्लरको लगभग 50 मिटर जति यता जमिनहरू थियो, अहिले हेर्दाखेरि जम्मै यो फाँडिएछ, यो सबै भुच्छे भएछ। र तैपनि अझै स्थानीय निकायहरूले अब यसको यो के भन्छ यो तटबन्धन त गर्न खोजेको छ।
तर यो अलिकति ढिला भयो जस्तो लाग्छ। तपाईँ देख्न सक्नुहुन्छ यो अझ पुरै यता जमिन पनि गरिदिएको यति भए राम्रो त जमिन है यता भुच्चे पनि भएको छ। कटाउनु हेर्नुहोस् न पर्थ्यो। पुरा भुच्चे भएर यो सकिएको छ होइन। यति जमिन काट्दै गएको छ। अझै यदि यो ठाउँ बस्थ्यो होला, भएको तटबन्धन भयो, यो ठाउँ भए बस्थ्यो होला। यो ठाउँहरू बस्थ्यो होला। यति महँगो भूमि छ, यति महँगो जमिन छ त्यो ठुलो मैदान थियो, है। मैदान अहिले जम्मै खोलाले तपाईँको पुरा वारिपारि धेरै चौडा बनाएर लगेको छ है। यसको लागि स्थानीय निकायहरूदेखि लिएर सम्बन्धित पक्षले यसको लागि पहल गर्नुपर्छ जस्तो लाग्छ। र तपाईँहरू पनि आउनुहोस् है। हाम्रै क्षेत्रमा, हाम्रै धनगढीमा रहेको यो धनगढी वडा नम्बर 7 धनचौरीमा रहेको यो पुलमा आउनुहोस्, रमाइलो गर्नुहोस्। तपाईँ पुलहरू हेर्ने मात्रै होइन, यहाँको अन्य सौन्दर्य वातावरण पनि छ। यहाँ हरियाली पनि छ, गाईबस्तुहरू चर्ने ठाउँ छ, तपाईँको सिसमका रुखहरू है। यस्तो एकदम भव्य ठाउँ छ। मलाई त एकदमै रमाइलो लाग्यो। तपाईँहरू पनि आउनुहोस्, आफ्नो ठाउँलाई पर्यटकीय स्थलका रूपमा अगाडि बढाउनुहोस्। यो हामी सबैले आफ्नो क्षेत्रको संरक्षण गर्नुपर्छ। यसको लागि हामी दुईजनाले गरेर केही पनि सम्भव हुँदैन। हामी सबैले हातमा हात राखेर अगाडि बढेको खण्डमा यो क्षेत्रको विकासको लागि असम्भव भन्ने कुरा केही पनि छैन। हामीहरू सबैले यो क्षेत्रको लागि विकास गरौँ, यो क्षेत्रलाई एउटा पर्यटकीय स्थलका रूपमा अगाडि बढाउँ। यस्तो गरेको खण्डमा साँच्चीकै धनगढी उपमहानगरपालिकाको यो क्षेत्रलाई हामी एउटा भव्य र सभ्य पर्यटकीय स्थलको रूपमा लिन सक्छौँ। थुप्रै के अरे फिल्महरू सुटिङ भएका छन्, भिडियोहरू सुटिङ हुन्छन्। अनि यहाँ जाने बाटो छ, तपाईँहरू देख्न सक्नुहुन्छ। यतादेखि तल पारी गयो भने धनचडी गाउँ छ, त्यताबाट फर्क्यो भने यतातिर फेरि तपाईँको बिहेडा बाबा जाने बाटो पनि यतै अलिक तलबाट छुटिन्छ। र हामीहरू यहाँ आयौँ, हामीले यसरी हेऱ्यौँ। तपाईँहरू पनि आउनुहोस्, आफ्नो क्षेत्रलाई एउटा पर्यटकीय स्थलका रूपमा अगाडि बढाउँ भन्दै तपाईँहरूमा आज म बिदा हुन्छु। हस् त, धन्यवाद।